हेलो गाइस, बाख्रा चलाउन आएको। गाउँघरको जिन्दगी यस्तै छ हो। बाख्रा फेरि बेसरी धेरै के 1 2 3 4 5 वटा, 2टा पाठी गरेर 5 वटा। ल हेर्नु, बान्दै चराउँदै गरेको यहाँ एउटा छ। ओ त्यता छ कति 4वटा सानो 2टा पाठी 4वटा गरेर। अब यहाँ बान्दै थिएँ अघि हैन। अब चाहिँ एकछिन छोड्दै उता घिर्दै चराउनु पर्यो भनेको। घाँस काटेर घरमै हाल्दिन त हुन्थ्यो कि एकछिन यसो खाओस् न भनेर चराउन आएको के एकैछिन धेरै बेर होइन। भरे 2 3 बजेतिर फेरि अर्को ठाउँमा लैजानु पर्ला। एकै ठाउँमा बस्दा त अब घाँस पनि हुँदैन नि त। अनि त्यही भएर हाम्रो गाउँ त यस्तो छ। बारीमा टोरी छरेको छ, कसैले छरेको छैन। फापर चरेको छ, सानो अलिक सानो छ। अनि उता मासतिर पनि छरेको छ, देखिँदैन होला, जुम गरे होइन मैले। देखि 2टा सानो बच्चाहरू, उता 2टा माउ, त्यो सेतो चाहिएको यो 2टा, अनि कालो चाहिँले ब्याउने छ। उयो पाठी चाहिँ त्यो सेतोको ठुलो भयो पाठी हो। यस्तै बारीमा एकछिन यिनीहरूलाई पनि घाम ताप्न हुन्छ, घाँस पनि अलिअलि सानोतिनो खाओस् भनेर होइन। अनि यसो के गरौँ लायो। गीत पनि कति सुन्ने, मुभी हेर्न पनि झ्याउ लाग्छ। कुनै बेला त रहनी लाग्छ मलाई। फेरि मुभीहरू फेरि धेरै जस्तो एक्सनहरू होइन, अनि त्यस्तो मनपर्छ। त्यो रोमान्टिकको चाहिँ त्यति मन पर्दैन, मन लाएर हेर्दैन होइन। यस्तै छ। गाई गोरुहरू त केही छैन। बाख्रा छ 4-5 वटा सानोतिनो गरेर लगेर चरिराखेछ। खानासाना खाएर एकछिन यसो आइदिएको क्या। यता नि गाइस, आजलाई यति भयो। धेरै बनाउन त खै बोल्नु पनि त्यति के भन्ने जस्तो हुन्छ, के बोल्ने होला जस्तो हुन्छ। फेरि के बोल्ने हुन्छ। अनि त्यही भएर यसो होइन एकछिनको लागि मात्रै। तपाईँहरू सबै आरामै हुनुहुन्छ होला के है। हामी यता आरामै छ। मेरो अलिकति घाँटी दुखेछ, चिसोले होला क्या। बिहान बेलुकाको चिसो हावा आउँछ सर। यस्तो चिसो हावा त बरु गर्मीको बेलामा हुन नि। गर्मीको बेला फेरि शीतल कहाँ पाइन्छ भनेर खोज्नुपर्छ। यो जाडोको बेला फेरि कहाँ घाम पाइन्छ त भन्दै खोज्नुपर्छ। बिहान चाँडै उठ्ने भन्दा पनि जाडोले गर्दाखेरि ब्ल्याङ्केटबाट निस्किनै मन लाग्दैन। अनि गर्मीको बेला फेरि रात छोटो हुन्छ। रात छोटो भएपछि बिहान 5 बजे नै घाम लागिहाल्छ। 5:30 6 बजेतिर त घामले त तातो पोल्ने हुन्छ कुनै बेला त। अनि त निन्दै पुग्दैन। 4 बजे नै उज्यालो भइहाल्छ। 4:30 5 बजेतिर त उज्यालो भइहाल्छ फड्लङ्गै। अनि यो जाडोको बेला फेरि जाडोले गर्दाखेरि उठ्नु मन लाग्दैन होइन त साथीहरू। म मात्रै हो कि तपाईँहरू पनि उठ्नु मन लाग्दैन जाडोको बेलामा? जाडोको बेला त त्यही भएर अब कुनै दिन त अब कतै जानुपर्छ होइन। कतै यसो बाहिरतिर केही काम परेर अचानक जानु पऱ्यो भने त 5-6 बजे नै उठ्नुपर्छ नि त। यस्तो झ्याउ लाग्छ। झ्याउ लाएर के गर्ने, उठ्नै पर्ने होइन। अन्त 7 बजेसम्म त सुत्तिन्छ मजाले।
बेलुका भएपछि कतिसित बिस्तारामा जाऊँ खाना नखाइकन भए पनि बिस्तारा बस्नु पायो हुन्थ्यो भने जस्तो हुन्छ। अनि बिहान फेरि उठ्नु मन लाग्दैन। ओ माथि घाम आइपुग्दासम्म पनि उठ्नु मन लाग्दैन त नि। यो 5 बजे त अलिक अँधेरो हुन्छ घाम अब उज्यालो हुँदैन नि त। 5:30 बजे 12 भने अलिअलि उज्यालो हुन्छ। 6 बजे त फर्लङ्गै हुन्छ। अनि 7 बजे त घाम त माथि आइसकेको हुन्छ। जसरी पनि उठ्नै पर्ने होइन। अब भाउजू उठ्ने, गाउँको मान्छेहरू सबै उठेको हुन्छ। अनि घन्टामा अब अरू काम गरेको हुन्छ। आफू पनि त एक्लै भाउजूले उता काम गरिरहेछ होइन। अनि त्यहाँ म मात्रै त अब कसरी सुतिराख्ने, यसो अलिअलि हात सघाइदिउँ न भनेर पनि अब अप्ठ्यारो जस्तो भए पनि अप्ठ्यारो त लाग्दो रहेछ क्या। त्यही भएर उठिन्छ। झ्याउ लाग्छ जाडोमा त उठ्न। गर्मीमा भयो भने कता छ शीतल भन्ने जस्तो हुन्छ। शीतल खोज्दै हिँड्नुपर्छ। जाडोमा फेरि उठ्न यस्तो झ्याउ लाग्छ कि त्यहाँदेखि ओहो नि ल हेर इनुचालाई मस्त छ। खायो, सुत्यो, हग्यो, मुठ्यो। काम गर्नु पर्दैन। हामी मान्छेलाई पनि जति काम गर्दा पनि होइन, जति काम गर्दा पनि कहिले पनि हुँदैन। जति गरे नि नपुग्दो रहेछ। अब बाँचिन्जेल त काम गर्ने होइन, खाने, कमाउने भनेर मरेपछि त शरीरमा लागेको पनि छोडेर हिँड्नुपर्छ होइन। बाँचुन्जेल हो सबैले दुःख गर्ने भनेको। बाँचुन्जेल कति दुःख गर्ने होइन। जिन्दगीमा मरिलानु के छ र साथीहरू। ल बाई बाई, टेक केयर। हजुरहरू पनि जाडोको मौसम छ, राम्रोसँग बस्नु होला, आफ्नो ख्याल राख्नु होला होइन। ओके बाई, लभ यू।